सम्माननीय सभामुख महोदय, माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा प्रस्तुत यो बजेटमाथि बोलिरहँदा मलाई स्वर्गीय प्रदीप गिरीको स्मरण भइरहेको छ। अर्थतन्त्रको एकहोरो वृद्धि मात्र ठूलो कुरो होइन, त्यसको समन्वयिक वितरण मुख्य हो भन्ने उहाँको चोटिलो तर्क आज पनि उत्तिकै सान्दर्भिक छ। विगतमा बजेट भाषणमा दलित विकास प्राधिकरणका लागि करोडौं विनियोजन गरिए पनि कानुन नै नबनाई दलित समुदायलाई झुक्क्याउने काम भयो। विगतका सरकारहरूले पछाडि पारिएका क्षेत्र र समुदायलाई बजेटमा केवल गफ दिएर ढाँटेको प्रशस्त उदाहरण छन्। आर्थिक वर्ष 81-82 का लागि बजेट भाषणमा दलित विकास प्राधिकरण गठन गर्न भन्दै 20 करोड विनियोजन गरेको भनिएको थियो। यसैगरी 82-83 मा पनि 50 करोड विनियोजन गरेको भनियो। तर दलित विकास प्राधिकरण गठनका लागि आवश्यक पर्ने कानुन भने निर्माण नै गरिएन। कानुनै नबनाएपछि एक पैसा पनि खर्च हुने कुरै भएन। बजेटमा दलितका लागि करोडौं रुपैयाँ छुट्याइएको भाषण गरेर दलित समुदायलाई ढाँट्ने काम विगतमा सरकारबाटै हुँदै आएको थियो। सभामुख महोदय, यो सरकारलाई अब छुट छैन। सभामुख महोदय, यो बजेट सुधारमुखी मध्यमवर्गीय मैत्री र युवा लक्षित दस्तावेजका रूपमा आएको कुरा सर्वत्र स्वागत योग्य छ। यसले जेनजी नवयुवाहरूको मर्मलाई आत्मसात गरेको छ। बजेटको दिशा सही छ। अबको मुख्य चुनौती भनेको यसको कार्यान्वयन र स्रोत व्यवस्थापन नै हो। एक दशक पछिकै ठूलो राहत दिँदै आयकरको कर मुक्त सीमालाई दोब्बर बनाएर 10 लाख पुर्याइनु र उच्च दरलाई 39बाट 29% मा झारिनु मध्यम वर्गका लागि ऐतिहासिक र स्वागत योग्य कदम हो। मन्त्रालयहरूको संख्या कटौती, निजी क्षेत्रमैत्री दृष्टिकोण, शेयर बजारको पुँजीगत लाभ करलाई अन्तिम बनाइनु र डिजिटल एआई एवं स्टार्टअप प्याकेजले नयाँ पुस्ताको ढुकढुकी समात्न सकेको छ। सभामुख महोदय, यो बजेटले भाष्य निर्माणको लडाईँ त जितिसकेको छ, तर जनताको पूर्ण विश्वास जित्न राजस्वको विश्वसनीयता र पुँजीगत खर्चको डेलिभरीमा सरकार खरो उत्रिनुपर्छ, जसको संसदीय निगरानी हामीले गर्नै पर्छ, गर्ने नै छौँ। सभामुख महोदय, सदनमा बजेटमा गरिब भेटिएन भन्ने बहस पनि उठ्यो। देशमा अझै पनि 60 लाख नागरिक गरिबीको चक्रव्यूहमा छन्। नेपालको गरिबी बहुआयामिक छ। आर्थिक वृत्तिका डिजिटल तथ्याङ्क मात्र हेरेर स्रोतको न्यायोचित वितरण भएन भने गरिब कहिल्यै भेटिने छैनन्। तर यस बजेटमा गरिबी निवारण र सामाजिक सुरक्षाका धेरै विषय समेटिएकाले बजेटमा गरिब हराए भन्ने भाष्यको कुनै तुक छैन। सभामुख महोदय, बजेटले 3,13,000 दलित बालबालिकालाई 1,000 पोषण भत्ता दिने व्यवस्था गरेर उच्च संवेदनशीलता देखाएको छ। दलित समुदायको परम्परागत सिप संरक्षण, भूमिहीन सुकुम्बासी व्यवस्थापन र मधेस, कर्णाली तथा सुदूरपश्चिमका दलित बस्तीमा नमुना होमस्टे जस्ता कार्यक्रम प्रशंसनीय छन्। सभामुख महोदय, हाम्रो देशमा 20.3% नागरिक गरिबीको रेखामुनि हुँदा दलितको यो अनुपात 36% छ। यो संख्या चान्चुने होइन। समग्र देशमा 8.1% बालबालिका विद्यालय बाहिर रहँदा तराईका दलित बालबालिका 27.5% विद्यालय बाहिरै छन्। सभामुख महोदय, यो गम्भीर चुनौती हो। चुरो कुरो यही छ, यसलाई बजेटले सम्बोधन गर्ने सत प्रयास गरेको छ। सभामुख महोदय, विगतमा धेरै बजेट सुनियो, अध्ययन गरियो, हेरियो र नेपालका दलित समुदाय, सीमान्तकृत समुदाय, अल्पसंख्यक समुदायले बजेटका बेला दलित, अल्पसंख्यक
सीमान्तकृत महिला भनेर कान ठट्टाउने गरी बजेटमा आउने तर व्यावहारिक रूपमा नआउने समस्या हामीले भोग्दै आएका हौं। त्यसकारणले यसपटकको बजेटको बहसमा जुन व्यावहारिक अभ्यासगत र धरातले यथार्थलाई आत्मसात गरेको छ, यो कम्तीमा हल्ला गरेर नदिने भन्दा योजनाबद्ध दिने कुरा छ। यसले नयाँ सरकारलाई ठूलो होस्टेमा हैसियत मिलेको छ। यसलाई